पत्रकार आचार संहिता भङ्ग भयो भने त्यो नियमन गर्न कानुनी संरचनाहरू तयार पारिएको छ, तर सिधै प्रहरीले पक्राउ गर्ने, अदालतले थुन्चेक दिने र खबर हटाउने आदेश जारी गर्नु भनेको पूर्ण प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो। राज्यको यस्तो रवैयाले दुई कुरा स्पष्ट देखाउँछ। एक, सत्य बोलेकै कारण पत्रकारलाई अपराधी बनाइदिएछ र दुई, शासकहरू आफ्नो क्रूप अनुहार देखाउन डराउन थालेका छन्। पत्रकारमाथिको दमन अन्ततः जनताको आवाज थुन्ने षड्यन्त्र हो, किनकि यो सरकारको नीति झन् विरोधीहरूलाई तह लगाउनै पर्ने खालको छ। सबै विरोधीलाई तह लगाइसकेपछि माधव कुमार नेपालपछि राज्यका निकायको ध्यान बालेनमाथि केन्द्रित बनेको छ। आज मात्रै बालेनसँग बलियो सहकारी मार्फत काम गरेका पूर्व प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर भएको छ। बालेनलाई बलियो साथ दिएकै कारण होला कि साँच्चीकै भ्रष्टाचार गरेका थिए होला। ठिक यसै बेला अख्तियारले काठमाडौँ महानगरका प्रमुख बालेन शाह विरुद्ध पनि अनुसन्धान गरिरहेको छ। यदि उनी विरुद्ध पनि मुद्दा दर्ता भए पदमै जानेछ भने सुनिता डङ्गोल कार्यवाहक मेयर बन्ने छिन्। कतै सबै डिजाइनमा त भइरहेको छैन। प्रश्न उठाउने र शङ्का गर्ने थुप्रै ठाउँ छ।